हेलो गाइस, सम्पूर्णलाई स्वागत छ। आजको हाम्रो यो रेडियोएक्टिभिटीको च्याप्टरमा है। ल अब सुरु गरौँ है त। हाम्रो एउटा पहिलो क्वेसन के छ भन्दाखेरि रेडियोएक्टिभिटी इज एसोसिएटेड विथ भनेको छ है। अब हेरौँ त हाम्रो के भनेको छ, रेडियोएक्टिभिटी केसँग एसोसिएटेड छ भनेर सोधेको छ। डिके अफ न्युक्लियस हो कि, प्रोडक्सन अफ रेडियो वेभ हो कि, ट्रान्समिसन अफ रेडियो वेभ हो कि, रिसेप्सन अफ रेडियो वेभ है। रेडियोएक्टिभिटी भनेको जहिले पनि कसले गर्छ भनेर बुझ्नु पर्यो। पहिलो कुराकानी बुझौँ है। रेडियोएक्टिभिटी जहिले पनि कसले गर्छ, रेडियोएक्टिभ इलिमेन्ट्सले गर्छ है। रेडियोएक्टिभ इलिमेन्ट्स भनेको फेरि किन रेडियोएक्टिभिटी गर्छ भन्दाखेरि जहिले पनि केमा जानको लागि रेडियोएक्टिभिटी हुन्छ, हाम्रो स्टेबिलिटीमा जानको लागि रेडियोएक्टिभिटी हुन्छ है। भनेपछि के भन्दाखेरि जस्तै हाम्रो युरेनियम भनेर पक्कै सुन्नुभएको छ होला है। प्लुटोनियमहरू भइगयो, अनि थोरियमहरू भयो। यी सबै भनेको के हाम्रो रेडियोएक्टिभ इलिमेन्ट। यो सबै हाम्रो डिके भएर है, डिके भनेको कुहिने जस्तै भन्नु बुझ्नु है। डिके भएर हाम्रो अन्तिममा जाने भनेको केमा हो, लिड। भनेपछि रेडियोएक्टिभिटी भनेको हाम्रो अरू इलिमेन्टबाट आफू डिके भएर केमा जाने रहेछ, लिडमा। भनेपछि हाम्रो युरेनियम, प्लुटोनियम, थोरियम भनेको त फरक डिके भएर लिडमा गएको छ भने हाम्रो करेक्ट एन्सर के हुन्छ, डिके अफ न्युक्लियस हुन्छ है। भनेपछि हाम्रो रेडियोएक्टिभिटी इज एसोसिएटेड विथ केसँग, डिके अफ न्युक्लियस। किन सबै हाम्रो डिके भएर लिडमा गएपछि के हुन्छ, रेडियोएक्टिभ इलिमेन्ट यिनीहरू सबै के हुन्छ, स्टेबल है। आजको लागि यति, थ्याङ्क यू।